विषयवस्तु आज। सम्माननीय सभामुख महोदय, म यो संसदलाई सोध्न चाहन्छु र सभामुखज्यूलाई पनि अपिल गर्न चाहन्छु। गणेश नेपालीको मृत्यु यो राज्यको नीतिको कारणले गर्दा उसको मृत्यु भयो र आत्मदाह उहाँले गर्नुभयो र सम्मानित मार्फत संसद मार्फत म सम्माननीय प्रधानमन्त्रीज्यूलाई विनम्र अपिल गर्न चाहन्छु र संसार नेपाललाई सोध्न चाहन्छु, यो काठमाडौँ सहर अरबपति र करोडपतिहरूको मात्रै हो? यो गरिब दुखी श्रमिक र निमुखा जनताको पनि सहर हो या होइन? पहिला यदि गरिब दुखी जनताको सहर हो भने यो नेपालको राजधानी किन हो? नेपालको राजधानी हो भने यो गरिब दुखी र सरबारा वर्गको र जनताको पनि सहर हो। आज गरिब दुखी जनता यो सहरमा बाँच्न नपाउने भइसके अघिल्लो पटक मेयर भएका कारणले गर्दा यो अवस्था आज सिर्जित बनेको छ। सम्माननीय सभामुख महोदय, सरकार कसलाई चाहिन्छ? सरकार अरबपतिलाई चाहिँदैन सम्माननीय सभामुख महोदय, र करोडपतिलाई पनि सरकार चाहिँदैन। उनीहरूलाई त्यति आवश्यक हुँदैन सरकारको। सरकार ती व्यक्तिलाई चाहिन्छ जो गरिब छन्, जो निमुखा छन्, जो अपहेलित छन्, जसलाई सरकारको आवश्यकता छ। तर आज सरकार ठ्याक्क उल्टो देखिन्छ। सरकारका नीति ठ्याक्क उल्टो छन् सम्माननीय सभामुख महोदय। आज सरकारका ऐन नीति नियमहरू हेर्दा सुविधा र व्यवस्था हुने खाने अरबपति र करोडपतिहरूको पक्षमा केन्द्रित देखिन्छन्। म एक एक नियम ऐन मन्त्री परिषदका निर्णय लिएर पढाउन